हेर्नु त साथीहरू, यो हेलिकप्टर उडेको 50 मिनटभन्दा बढी भइसक्यो। भएको चाहिँ के रहेछ भनेर म्यानेजरलाई सोधेको, कुनै घटनाहरू ठुलै घटनाहरू त्यस्तो केही भयो भने माथिबाट यसरी अनुसन्धान गर्नलाई यसरी हेलिकप्टर उडिराख्यो भने केही घटना भएको भनेर बुझ्नुपर्छ भनेर भन्यो म्यानेजरले। चाहिँ के भएको रहेछ भने आग लागि भएको रहेछ कि, हेर्नुहोस् न उडेको रहेछ। आग लागि भएर एकजना आइमा मृत्यु भएछ अनि उसको बच्चा पनि एकदमै घायल छ अरे। अनि घटनाको अनुसन्धान गर्नको लागि चाहिँ हेलिकप्टर उडेको रहेछ। जापानमा चाहिँ यस्तो छ, अब अरू देशहरूमा कस्तो छ है, टेक्निकल्ली विकास भएको देशहरूमा यस्तो राम्रो क्या अब है। होइन यतै नजिकै कतै आग लागि भएको हो अरे। यो हेलिकप्टर उडेको 1 घन्टाभन्दा बढी हुन लागिसक्यो, अब लगभग 1 घन्टा भइसक्यो लगभग है। यस्तो राम्रो छ जापानमा कुनै घटनाको अनुसन्धान गर्नको लागि होइन। पुरै इन्फ्रास्ट्रक्चर पुरै डेभलप भएको छ, यो बिल्डिङहरूदेखि लिएर हरेक कुराहरू, ट्रेन लिने बाटोहरू सब एकदम पुरै डेभलप छ कि। डेभलप भएको कन्ट्रीले आफ्नो अब केही न केही त देखाउनु भयो, एक्स्ट्रा तरिकाले रिसर्च हेर्नु कति राम्रो रिसर्च गर्छ घटनाहरूको है। आशा छ हाम्रो देशमा पनि छिटै यस्तै भइदियोस्, नेपालमा पनि अरू देशहरूमा पनि। कति राम्रो।